एमएनओ र एमएनओडिजी त दुईटै एउटै हुनुपर्छ पछि त हो एक दिन त नमिलिकन सम्भव छैन एउटा हुनैपर्छ हाम्रो पुर्खालाई चाहिँ हराइएर यहाँ चाहिँ खत्तम पारिएको ठाउँ थियो अरे बुढा नीलकण्ठ पछाडि चाहिँ हिन्दूकरण भयो अरे यो भन्ने कुरा सुनेर आएको थिएँ म त कि अब हाम्रो पसिनाले धरती भिजायो भने त मोती फलिहाल्छ नि त्यस्तो एउटा उदाहरणीय ठाउँ यहाँ ठिक्क म चाहिँ हेर्नु यहाँ आइपुगेको थिएँ होइन अनि हजुर पनि यहाँ आइपुग्नु भएको छ फिकुरी अनलाइन फिकुरी अनलाइनले अब विभिन्न समसामयिक घटनाहरूलाई यसरी ल्याउनु भएको छ एकदम यो खुसीको कुरा हो अब माओवादी हिजो अस्ति सुनेको हामीले माओवादीको 5वटा कि कतिवटा माओवादी छ होइन कम्युनिस्टहरूको 10वटा त निर्वाचन आयोगमा दर्ता गरेको कम्युनिस्ट पार्टी छ भने चाहिँ नौलो कुरो होइन यो त नौलो होइन यो त भइहाल्छ आजसम्म इतिहासलाई समीक्षा गरेर हेर्यो भने मूलवासीको अधिकार ल्याउनको लागि कतै काहीँ पनि चुनावले चाहिँ भएको छैन त्यो तातै ठाउँ हतार गर्ने साथीहरूले राजनीति परिवर्तनको लडाईँ जित्नु सक्दैन होइन हतार गर्दैछ नि त जस्तै जति पनि नेपालमा अहिले हामीले कांग्रेस कम्युनिस्टहरू भन्ने होइन यिनीहरूको हेरेछौँ नि त यिनीहरू 2007 सालदेखि विक्रमसम्म 2006 साल 7 सालदेखि कम्युनिस्ट र कांग्रेस सुरु भएर अहिलेसम्म आउँदा त यिनीहरूले 2/3 बहुमतको सरकार बनाएको छैन अब यो चाहिँ हाम्रो संगठनको मंगोल राजनीति दर्शनको साँच्चै राम्रो बुझ्ने मान्छेले चाहिँ होइन त्यो आफूले सकेन भने पनि चुप लागेर बस्छ हो जसलाई चासो छ उसको इतिहासको समीक्षा गर्नु छ आफ्नो इतिहासदेखि र आफूले आज चिन्नु छ र उसको बच्चाको भविष्यको लागि उसलाई चिन्तन छ भने चाहिँ हामीलाई खोजेर इन्ट्रेस्टले आउनु पर्ने हुन्छ किन दर्शकबिन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मूलवासी मंगोलहरुमा फिकुरी अनलाइन टिभीमा स्वागत गर्न चाहन्छु। आज हामीसँग हुनुहुन्छ एमएनओडिजीको संघीय नेता नरेन्द्र थुलुङ मूलवासी अभियानको क्रममा आज काठमाडौँ आइपुग्नु भएको छ। उहाँलाई स्वागत गर्न चाहन्छु। स्वागत छ यहाँलाई। धन्यवाद हजुर। के छ अब तपाई देशभरि चाहिँ मूलवासी अभियानमा हिँडिरहनु भएको छ हैन? यसै क्रममा आज चाहिँ यो काठमाडौँमा चाहिँ तपाईलाई भेट्न पाइयो। आज के हो तपाईँ यो एउटा कृषि फर्ममा देखिरहेको छु हैन? कारण के हो? यो चाहिँ अब हाम्रो याम्बुमा यो चाहिँ साह्रै राम्रो कृषि उब्जनी भूमि हो यो हैन, जहाँ कि हाम्रो अब संगठनको हाम्रो साथीले शान्तिरामजीले चाहिँ अब यहाँ यो नारायण थान भन्ने बुढा नीलकण्ठ जो कि हामी राई लिम्बू यो शेर्पा तामाङ नेवार थकाली हुनुभन्दा अगाडि नै गुरुङ मगर थारू छुट्नुभन्दा अगाडि नै हाम्रो पुर्खालाई चाहिँ हराइएर यहाँ चाहिँ खत्तम पारिएको ठाउँ थियो अरे बुढा नीलकण्ठ। पछाडि चाहिँ हिन्दूकरण भयो अरे यो भन्ने कुरा सुनेर आएको थिएँ म त। यदि त्यो ठाउँमा गएर चाहिँ होइन हामीले चाहिँ चिन्डोको जाँड र अदुवाहरूले चाहिँ मुन्दुम गरे भने चाहिँ हाम्रो पुर्खा जाग्छ अरे भन्ने एउटा किम्बदन्ती। त्यो त नहोला सत्य यस्तो खालको भनेर भन्नुहुन्छ कि पुर्खाहरूले। त्यो ठाउँ हेर्ने क्रममा आउँदा हाम्रो साथीको यस्तो रमाइलो यहाँ चाहिँ गार्डन रहेछ होइन। यो चाहिँ याम्बु यलाखोम काठमाडौँको जस्तो नलाग्ने होइन, मजाको गाउँघर जस्तो रमाइलो गार्डन रहेछ उहाँको चाहिँ। यो अब हजारौं लाखौंको चाहिँ यहाँ उत्पादन हुने रहेछ यो टमाटरको। अनि हाम्रो शान्तिरामजीले यस्तो राम्रो काम गर्नुभएको रहेछ। अनि अहिले हामीले मंगोल भनिरहेछौँ मूलवासी। कुनै पनि देशको मूलवासीहरू मेहनती हुनुपर्छ होइन, प्रकृतिसँग रमाउनुपर्छ। र विशेष गरी नै हामी त मंगोल छौँ, मंगोलाइट रेस। हाम्रो मंगोलाइट रेसको अब जापान चाइना कोरिया कसरी होइन मेहनती छ, जो कि अब हाम्रो पसिनाले धरती भिजायो भने त मोती फलिहाल्छ नि। त्यस्तो एउटा उदाहरणीय ठाउँ यहाँ ठिक्क म चाहिँ हेर्नु यहाँ आइपुगेको थिएँ होइन। अनि हजुर पनि यहाँ आइपुग्नु भएको छ फिकुरी अनलाइन। फिकुरी अनलाइनले अब विभिन्न समसामयिक घटनाहरूलाई यसरी ल्याउनु भएको छ, एकदम यो खुसीको कुरा हो। सबैले अब एउटा इन्फर्मेसन पाउन सकिन्छ होइन। अनि यो एउटा उर्वरा भएको यो धरतीमा चाहिँ आज यो घुम्ने क्रम एउटा सांगठनिक मूलवासी मंगोल जगाउने अभियानमा चाहिँ म चाहिँ अब आइपुगेको थिएँ कि। यो एमएनओडिजीमा चाहिँ अब बार बार होइन संगठनभित्रको नेताहरू चाहिँ बहिरिने क्रम होइन, कोही एमएनओमा जाने, कोही अरू पार्टीमा जाने, कोही स्वतन्त्र भएर निस्किने क्रम जारी छ। बारम्बार चाहिँ विवादमा आइरहेको हुन्छ होइन, प्रश्न खडा हुन्छ। कारण के हो? किन चाहिँ यसरी संगठनभित्र यस्तो अवरोधहरू खडा भइरहेछ? किन यस्तो भइरहेछ तपाईँ भनिदिन सक्नुहुन्छ? यो चाहिँ कस्तो भने एउटा घरमा पनि सबै छोराछोरी एकै ठाउँ मिलाएर राख्नु
आम बाउले सक्दैन होइन छोराहरू पनि बाहिर जान्छ कोही हिमालतिर कोही विदेशै जान्छ छोरीहरू पनि त्यस्तो हुन्छ नि त त्यस्तै यो संगठनमा पनि संगठन भनेको त एउटा घर परिवार भन्दा बृहत हो नि त देशैभरिको विदेशसँग नि जोडिएको नेसनल इन्टरनेसनल संगठन हुन जान्छ यहाँ त एकै किसिमको मान्छे नि आउँदैन त्यसले गर्दा पनि यो चिज भएको यसलाई त्यत्रो अब केही नभएको नै अब भनेर यो अचम्म मान्नुपर्ने कुरा होइन र त्यो पनि अब एउटा यो पोलिटिकल अर्गनाइजेसन हो यहाँ चाहिँ एउटा हामीले क्याडर बेस अर्गनाइजेसन बनाएर पनि लानु सकेको छैन क्याडर बेस अर्गनाइजेसन बनाएर लाँदा त त्यस्तो खालको घटना हुन्छ भनेदेखि त नेपालको सन्दर्भमा त हाम्रो क्याडर बेस अर्गनाइजेसन नभइरहेको अहिलेसम्म क्राउड बेसैमा भएको कारणले पनि यस्तो खालको भएको होइन यो संसारमा हुन्छ विश्वमै यो हामीले समीक्षा गर्नुपर्छ इतिहासबाट होइन कांग्रेस पनि कति 18 टुक्रा भएको भन्ने कुरा छ होइन कम्युनिस्टहरूको 20 वटा कम्युनिस्ट पार्टी छ अहिले माओवादी त्यस्तै छ होइन अब माओवादी हिजो अस्ति सुनेको हामीले माओवादीको 5 वटा कि कतिवटा माओवादी छ होइन कम्युनिस्टहरूको 10 वटा त निर्वाचन आयोगमा दर्ता गरेको कम्युनिस्ट पार्टी छ भने चाहिँ नौलो कुरो होइन यो त नौलो होइन यो त भइहाल्छ अनि यो जुन बैरिने साथीहरूले चाहिँ अब डिजिजी सिद्धियो पतन भयो अब कामै छैन भन्छ त कुरो के हो यो नेपालको सन्दर्भमा एउटा मंगोल अस्तित्व प्राप्तिको लागि र मूलवासी अधिकार चाहिँ यहाँ इस्टाब्लिस गर्ने कुरामा होइन एमएनओ देखि एमएनओ डिजिजी भएकोसम्म यो दुईटा मात्रै हो जस्तै चुनाव लडेर जान्छु ल उता दुश्मनहरूले जे अब शर्त तेसार्छु त्यसलाई घोडा टेक्छु जे पनि लम्पसार पर्छु ल हजुर हुन्छ भनेर चुनावदेखि जान्छु भन्नेलाई एमएनओ भाले भइगयो हो ठिक छ त्यो प्रक्रियामा नि हामी जान्छौँ तर तिम्रै कुरा मान्छौ भने हामी मान्दैनौँ होइन तर सडक सङ्घर्ष पनि गर्नुपर्छ आजसम्म इतिहासलाई समीक्षा गरेर हेर्यो भने मूलवासीको अधिकार ल्याउनको लागि कतै काहीँ पनि चुनावले चाहिँ भएको छैन र नेपालमै पनि नेपालको कुरा गरौँ न हिजो अस्ति उनीहरूकै एउटा बाहुनवादी हिन्दूवादी आफ्नै दाजुभाइकै त्यो राणा शाह भन्ने त हो नि पञ्चेरो भन्ने होइन अनि कता बहुदल निर्दलको कुरा त्यहाँ पनि चुनावको 2/3 बहुमतले ल्याएको हो र होइन नि अब 7 सालमा नि यहाँ लडाई झगडा कांग्रेसले यो गरे अरे भन्ने सुनेकै छौँ हिजो अस्ति अब 45-46 सालको निर्दल र बहुदलको कुरामा नि कति आन्दोलन क्रान्ति भोगेन मान्छे मर्यो कतिजना गोली लागेर मान्छे मर्यो घाइते भयो यो त भोगेको कुरा नि हिजो अस्ति अब राजा फाल्ने कुरामा ज्ञानेन्द्र राजालाई दरबारदेखि निकालेर अर्को दरबारमा राख्नुको लागि नि कांग्रेस कम्युनिस्ट माओवादी भन्ने अरू मधेसवादी पहाडवादी खराखुरुक मिलेर आन्दोलन क्रान्ति गरे नि होइन चुनावले जितेको र होइन नि त्यस्तो खालको एउटा राजनीति परिवर्तन साँच्चै गर्नुपर्छ भन्ने कुरामा एमएनओ डिजिजी मैदानमा छँदैछौँ होइन यो सकिएर जान्छ भन्नेको चाहिँ त्यो चाहिँ राजनीति चेतना नभनेर अध्ययनको कमी यो विचारको दरिद्र भएको मान्छेले भन्ने हो कि यसरी अनि संगठन भनेको समुद्र जस्तो हुन्छ नि त त्यहाँ कुला फर्काउँदैमा एउटा नहर लाँदैमा होइन कतै त्यो फिल्टर पानीको गर्नु लागि एउटा विशाल पानी जहाजले पानी बोक्दैमा त्यो समुद्र सकिन्छ सकिँदैन यसो हो नि त अनि भनेपछि चाहिँ नि अब यहाँ कतिपय साथीहरू चाहिँ ओ मंगोल राष्ट्रवाद ल्याउनलाई मंगोलवाद ल्याउनलाई होइन मंगोलले सत्ता फिर्ता ल्याउनको लागि शासक बन्नको लागि ढिलो भइसक्यो 5 वर्षभित्र छिटो छिटो गर्नुपर्छ भन्नेहरू कोही आतिरहेको छ होइन तपाईँलाई के लाग्छ यो तुरुन्तै छोटो समयमै यो परिवर्तन गर्न सक्ने हो कि अलिक धेरै लामो समयसम्म लम्बिन सक्छ कुरो के हो तपाईँलाई के लाग्छ टाइम लाग्छ अथवा छिट्टै आउन सक्छ यो छिटो आउँदैन यो टमाटर खेती मकै आलु रोपेको जस्तो होइन यो कोही त हतार गरिरहनु भएको छ नि त होइन छिटो भन्ने छ होइन अब त्यसो नहुँदाखेरि पनि अब त्यस्तो भएको छ होइन त्यो तातै खाउँ हतार गर्ने साथीहरूले राजनीति परिवर्तनको लडाई जित्नु सक्दैन होइन हतार गर्दैछ नि त जस्तै जति पनि नेपालमा अहिले हामीले कांग्रेस कम्युनिस्टहरू भन्ने होइन यिनीहरूको हेरेछौँ त यिनीहरू 2007 सालदेखि विक्रमसम्म 2006 साल 7 सालदेखि कम्युनिस्ट र कांग्रेस सुरु भएर अहिलेसम्म आउँदा त यिनीहरूले 2/3 बहुमतको सरकार बनाएको छैन होइन भर्खर गठबन्धन हुँदैछ अनि हामी त यहाँको मूलवासी अधिकार अब स्थापित गर्ने मान्छे पो त हामी त मंगोल अस्तित्वको कुरा ग्लोबलाइजेसन एउटा पोलिटिकललाई इस्टाब्लिस गर्नुपर्छ भने यस्तो विशाल सिद्धान्त दर्शन भएको भयो यो कहाँ 6 महिना 1 वर्ष 5 वर्षमा हुन्छ त हुँदैन त तर समग्रमा सबै फेल भइसकेको छ आउने भविष्य हाम्रो भविष्य चाहिँ हाम्रो है बजार चाहिँ हाम्रो हुन्छ साथीहरू त फेल का त्यसको लागि धैर्य गर्नु पर्यो त्यसको लागि धैर्य जस्तै अब बुद्धको अनुयायी मैले जहिले भन्छ बुद्धको अनुयायी जस्तो हुनुपर्छ दुःख सुख सबै सहेर लागिराख्ने
जीवनभरि लाग्नुपर्छ, यो चाहिँ छिटै हुने होला। अनि एउटा कुरा के छ भने कतिपय नेताहरूको कार्यकर्ताहरूको चाहिँ के छ भने डिजिजीमा लाग्दा 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 जिन्दगी नै नाङ्गिसक्यो होइन, आर्थिक क्राइसिस भइसक्यो भनेर एकदम चाहिँ एउटा भन्छ नि त्यो निराशापन छ होइन, कारण के हो होइन? अब यो चाहिँ हाम्रो संगठनको मंगोल राजनीति दर्शनको साँच्चै राम्रो बुझ्ने मान्छेले चाहिँ होइन त्यो आफूले सकेन भने पनि चुप्प लागेर बस्छ हो, तर त्यो सिद्धान्त दर्शनदेखि त्यो आइडियोलोजी बेसमा चोमुलुङमा जस्तै उभिएर बसिरहेको छ हो, नसके पनि है घरमै बसे ढकमगाउनु भएन, घरमै बसे पनि आफूले सक्ने गरिरहेको छ। तर यो अलिक त्यो भनौँ बदमास गर्ने साथीहरू चाहिँ के भन्छ, यो छिटो छिटो यो भएन त्यो भएन भनेर अब बिगार्ने के सपार्ने होइन। र त्यो मान्छेले कति लगानी गर्यो भन्दा त अब मलाई लाग्छ म भन्दा पछाडि हिजो अस्ति आउनेहरू चाहिँ ज्यादा त्यस्तो हल्ला गरेको छ। हामी लागिरहेछौँ त पहिल्यैबाट, अब हामी सकिन भने बरु चुप्प लाएर बस्छौँ, तर आफ्नो काम गरिरहेको हुन्छ जति सकिन्छ। तर यसो भन्नु चाहिँ एकदम गलत हो, र त्यो त्यस्तो खालको मान्छे काहीँ नै सफल हुँदैन। अनि एउटा कुरा छ नि नरेन्द्रजी होइन, तपाईँ त एमएनडीजीको एउटा सङ्घीय नेता हुनुहुन्छ, एउटा नेतृत्व हुनुहुन्छ होइन, तर एमएनओमा जाने साथीहरूले एमएनओको साथीहरूले चाहिँ होइन हामी त मूल घरमा छौँ, हामी मूल घरको हो भनिरहेछ। अनि तपाईँहरू चाहिँ के हो, बाह्रवाला हो कि भाडावाल हो कि किन तपाईँहरू चाहिँ मूल घरमा जान सकिँदैन कि? यो यसमा पनि मूल घर र भाडावाल भन्ने पनि हुन्छ त के तपाईँ कसरी बुझ्नुहुन्छ यसलाई? अब म के तपाईँहरू सडकमा हुनुहुन्छ कि कारण के हो, खास कुरो के हो? म नेता चाहिँ होइन, एउटा अभियन्ता होइन, र मूल घर बाहिरको घर अब साथीहरूले भन्नु पायो लोकतन्त्रमा एउटा होइन, उनीहरूले चित्त नबुझेको कुरा होला होइन, आफ्नो विचारको उसको बुझाइको कुरा होला, त्यो भन्नु पायो होइन। मूल घर त मूल घरै हो नि, जस्तै हामी 80% कुरा गरेछौँ त हामीले त 80% हिन्दू मूलवासी मंगोल भनेपछि हामी त्यो पहिचानवादी भन्नेलाई नि यहाँ ल्याउनु पर्यो होइन, त्यो भने मूलवासी मंगोल हो। अब मुसलमान भन्ने साथीहरूले नि यहीँ भन्नुपर्छ ल्याउनु पर्यो, हिन्दू होइन, मनिसे भन्ने, दलित भन्ने, आदिवासी जनजाति सबै हिन्दूहरू। अनि एमएनओ र एमएनडीजी त दुईटै एउटै हुनुपर्छ पछि त, एक दिन त नमिलिकन सम्भव छैन, एउटा हुनैपर्छ, नभए पनि गठबन्धन हुनु पर्यो होइन, एउटा हुनैपर्छ। अनि हुनु जसले जे भने त्यसलाई सफाई गरेर भने एक हुनुपर्छ, यस्तोसम्म हुन्छ यहाँ। किनभने अब जस्तै 62-63 जनआन्दोलनको क्रममा यो त कम्युनिस्ट त कांग्रेस त पहाडवादी मधेसी भन्यो, सबै मिलेर लड्यो नि त, लड्यो नि, त्यस्तै हाम्रो लागि लड्नुपर्ने हुन्छ। त्यसले गर्दा हामी सबै नै मूल घर हो होइन। जस्तै हाम्रो दर्शन सिद्धान्त कहाँ छ र कसले चाहिँ त्यो चाहिँ हाम्रो चाहिँ आइडियोलोजी बेसमा सिद्धान्त दर्शनमा उभिएर होइन त्यो गन्तव्य जित्नको लागि, उद्देश्य प्राप्तिको लागि कसले चाहिँ निर्णायक लड्ने भन्ने कुरो चाहिँ महत्त्वपूर्ण हुन्छ, यसो हो नि त। अनि एउटा कुरो छ नि नरेन्द्रजी होइन, अब के भन्छ भने एमएनओको साथीहरूले चाहिँ अब मूलवासी मुक्तिको लागि आफ्नो अधिकारको लड्नु छ भने एमएनओमा आउनुपर्छ, डिजीमा सम्भव छैन, क्रान्तिकारीमा सम्भव छैन होइन, भोलि एबिसी जन्मिएला, थमनमा आइएनआरएनमा छैन भने यही मात्रै सम्भव छ भन्छ। भन्ने बेला हामी 80%को कुरा गर्ने होइन, तर एउटै मात्रै संगठनले के यो 80%लाई चाहिँ सम्भव छ त के हो? उहाँहरूले त्यो संगठन बसेर भन्नु पायो होइन, के भोलि चाहिँ एमएनओ संगठनमा त्यो सत्तामा गएपछि एमएनओको लागि छुट्टै बन्ने हो कि सबै मूलवासीहरूको लागि एउटै कानून बन्छ कि के हो, तपाईँ के लाग्छ? अब राजनीति गर्ने मान्छे ब्रड माइन्डको हुनुपर्छ होइन, न्यारो माइन्डको हुनु हुँदैन होइन। उहाँहरू निकै न्यारो माइन्डको हुनुहुन्छ, जस्तै त्यहाँ आउने मात्रै मेरो अरू होइन भन्ने 80% पुग्दैन उसको। डिजी भन्दा त अरू पार्टीमा नि छन् फेरि 80% कुरा छ नि। अहिले त राप्रपामा जाने नि हाम्रो मान्छेहरू छ नि त, त्यो त अब ठिक छ विचार दुश्मनको मान्छे हाम्रो हो नि त, अनि उसले विचार पनि हाम्रोमा ल्याउनु पर्यो नि होइन। त्यसो हाम्रो भनाइ हो र राजनीतिले यसै गर्नुपर्छ। राजनीतिले एकदम राजनीतिमा पानी बराई पुरो दुश्मन भन्नु भएन नि त, यसरी जानु पर्यो नि त। यो कुरा चाहिँ उहाँहरूलाई चाहिँ विचारको दरिद्रता, अब यो चाहिँ ट्रेनिङ राम्रो नपाएको भनौँ कि बुझि नसकेको भनौँ, यसमा समस्या साथीहरूको कमजोरी हो। अब यो पछिल्लो समयमा चाहिँ अब एमएनओले केही गर्न सक्दैन, अब डिजिजीले चाहिँ साँच्चीकै केही गर्छ कि भन्ने देशव्यापी रूपमा चाहिँ अलिक चासोको हिसाबले हेरिरहेको छ होइन। अब जो चाहिँ एमएनओ डिजीमा आस्था राख्नुहुन्छ, जो चाहिँ शुभचिन्तक हुनुहुन्छ, जो चाहिँ तपाईँहरूको सङ्गठनमा चाहिँ आउन चाहनुहुन्छ, उहाँहरूले चाहिँ तपाईँहरूले कसरी सम्पर्क गर्न सकिन्छ?
अब जति पनि हामीले एक्टिभिटी गरिरहेको छौँ होइन, अब हाम्रो साथीहरू अब एमएनओ डिजिजीमा को हुन्छ देश विदेशबाट के अरे भन्ने कुरा पनि थाहा छ। सोसियल मिडियामा नि जसलाई चासो छ उसको इतिहासको समीक्षा गर्नु छ, आफ्नो इतिहासदेखि र आफूले आज चिन्नु छ र उसको बच्चाको भविष्यको लागि उसलाई चिन्तन छ भने चाहिँ हामीलाई खोजेर इन्ट्रेस्टले आउनु पर्ने हुन्छ। किन यो त हाम्रो व्यक्तिगत लागि होइन नि त, हामीले 80% को साझा मुद्दाको लागि बोलिरहेछौँ होइन। हामीलाई कसैले भत्ता नि दिएको छैन होइन, हामीले सत्ता पनि पाएछौँ, हामीलाई कोही पद सद चाहिएको होइन। यो चाहिँ मुक्तिको लडाईँमा एउटा हाम्रो चाहिँ अब अभियन्ताको काम हो नि त यो होइन। यहाँ त अब अहिले त हामीले कोही त्यो सत्ता भत्ता खोज्ने होइन, अभियन्ताको लागि कति यो धर्मभन्दा ठुलो कुरा हो क्या। यो त धर्ममा के हुन्छ, एउटा धर्म भने त्यो अरू धर्मको कुरा गर्दैन, उसले उसकै धर्म मात्रै कुरा गर्छ नि, तर उसले के स्वर्ग र नरकको कुरा गर्छ। यो धर्मभन्दा विशाल उच्च ठाउँको कुरा हो कि हाम्रो भनेको। विचार परिवर्तन पहिले हामीलाई सुरक्षित गरौँ, हाम्रो होइन हामीलाई हाम्रो अस्तित्वको पहिचान के अधिकार के सुरक्षित गरौँ, त्यस पछाडि सबै चिज भइहाल्छ। अब अन्तिममा भनिदिनु पर्यो नरेन्द्रजी होइन, अबको भविष्यमा तपाईँहरूको संगठन कुन तरिकाले अगाडि बढ्छ? अब यो संगठन निर्माणै हो होइन, सबैभन्दा संगठन निर्माण। संगठन अब यहाँ थुप्रै मान्छे बाँडिए पनि आज भोलि पर्सि यस्तो खालको दिन आउँछ उसले चाहिँ कतिको सफल बनाएर लान्छ त भन्ने कुरा। एउटा सैद्धान्तिक अडानमा बसेर साँच्चै त्यो गन्तव्यमा राजनीतिमा जहिले लडाएको हुनुपर्छ, आन्दोलन क्रान्ति लड्नु, त्यसले चाहिँ एउटा नेता जन्माउँछ। अनि नेता देशैभरि भएपछि मात्रै खारिएको चुनिएको सबले छानेको त्यो चाहिँ नेतृत्व भन्छ होइन। आज हाम्रो नेता छैन होइन, लिडरलेस होइन, एकदम त्यस्तो खालको स्थिति छ। अनि यसमा चाहिँ संगठन निर्माणै हो। संगठन निर्माण गरेपछि संगठनले चाहिँ अब त्यहाँ धेरै कुरा छ संगठन बनाउनको लागि, आर्थिक पाटो होला, अरू दुनियाँभरि पाटो, यो पनि गरेर एउटा हामीले संगठन निर्माण, त्यस पछाडि हाम्रो मान्छे सिलेक्सन गर्दै अगुवाहरू होइन नेता बनाउँदै जानुपर्छ। अनि देशको परिवर्तनको लागि बिस्तारै बिस्तारै हामी संगठन शक्ति निर्माण हुन्छौँ। यहाँ चुनाव लडे पनि जेसुकै गरे पनि होइन काम गर्न सक्छ होइन। अरू चाहिँ फेरि संगठन बनेन भने चाहिँ केही नै गर्न सक्दैन। हस्, धन्यवाद। ल, जय मङ्गल जयवासी, थ्याङ्क यू।